कस्तो किसिमको एक्सर्साइज गर्ने भन्ने कुरो चाहिँ तपाईँ कस्तो शारीरिक अवस्थामा हुनुहुन्छ भन्ने ध्यान दिन्छ। जस्तै तपाईँ भर्खर खाना खानुभएको छ भने चाहिँ तपाईँले 1 घन्टा 2 घन्टा रेस्ट गर्नुपर्छ। त्यो बिचमा चाहिँ तपाईँले सामान्य किसिमका योगाहरू होइन, ब्रिदिङ एक्सर्साइज होइन, शरीर तन्काउने कुराहरू गर्न सक्नुहुन्छ। खाली पेट भएको अवस्थामा अथवा हल्का स्न्याक गरेको बेलामा चाहिँ तपाईँले एग्रेसिभ किसिमको एक्सर्साइजहरू जस्तै दौडिने होइन, बाइकिङ, स्विमिङ या जिम एक्सर्साइजहरू, एग्रेसिभ एक्सर्साइजहरू गर्न सक्नुहुन्छ। हाई इन्टेन्सिटी इन्टरभल ट्रेनिङ HIIT छ, त्यो चाहिँ पेट अलमोस्ट खाली भएको अवस्थामा गर्नु जरुरी छ कि यसमा चाहिँ तपाईँको धेरै समय लागेन। वार्म अपदेखि लिएर टोटल तपाईँले गर्ने एक्सर्साइज चाहिँ आधा घन्टामा 30 मिनटमा सकिन्छ। यो चाहिँ मुटुको धड्कन तेज बनाउने, म्याक्सिमाइज गरेर मुटुको धड्कनलाई अनि फेरि नर्मल अवस्थामा ल्याउने र यो साइकल 2 पल्ट 3 पल्ट रिपिट गर्ने 30 मिनटको अवधिभरिमा। त्यसमा चाहिँ डान्स पनि पर्छ होइन, इन्डोर बाइकिङ भयो। चाहिँ तपाईँसँग प्रशस्त समय छ भने चाहिँ तपाईँले जिममा जान सक्नुहुन्छ होइन, बाहिर दौडिन सक्नुहुन्छ, स्विमिङ गर्न सक्नुहुन्छ र घरमै पनि सामान्यतया योगा अभ्यासहरू गर्न सक्नुहुन्छ। ब्रिदिङ एक्सर्साइजले चाहिँ राति राम्रो निन्द्रा लाग्छ, पाचन प्रणालीलाई यसले चुस्त बनाउँछ। खानपानको कुरा गर्दाखेरि प्रायः जसो चाहिँ उच्च किसिमको प्रोटिनको भएका खानेकुराहरूलाई बढी प्राथमिकतामा राख्नुपर्छ। हरेक खाना खाने समयमा जस्तै बिहान ब्रेकफास्टमा, लन्च, डिनर तथा खाजामा चाहिँ 25 देखि 30 ग्राम प्रोटिन, उच्च कोटिको प्रोटिन पार्ने गरी चाहिँ खाने गर्नुपर्छ। अति प्रशोधित कार्बोहाइड्रेटबाट टाढा रहने, धुम्रपान मद्यपानबाट पनि टाढा रहने।